तेल त चिल्लो हो यस दिनु न मलाई एक बाल्टी पानी र साबुन दिनु न साबुन त त्यहाँ छ के बाल्टीमा त्यहाँ पानी पाँच बाल्टी म तारो कुन जातको सर्प आयो तामाङ तामाङ त खासै यस्तो बिस लाउन यो साइडतिर अलिक बढी पाउने धान नै हो त्यतिखेर बिस लाउनु होइन सर्पको बिसै लाग्दैन त्यो अरू सर्प जस्तो टोक्ने खालको नि हुन्छ टोक्न त टोक्छ यस्तो गर्छ टोक्छ तर बिस लाग्दैन यहाँ दामन सर्पलाई नुहाइदिँदै मुसो त खाएर क्या क्या टोक्दैन बाबु कि त्यो कपडा नजाने हो अलि भाग्ला है बाबु कति मजाले चलाउने हो क्या है डरे घिउ निकाले होइन त मुसा खाखा क्या त्यसले मुसाको रगत होइन यो यसको पुच्छरबाट रगत आइरहेको छ केले काट्यो होला क्या त्यसो भयो क्या त्यही भएर अड्किएर बसेछ क्या के त त्यहाँ नत्र भाग्थ्यो होला नि होइन यसले मुसा टोकेथ्यो होला मुसाले टोक्थ्यो होला ए नत्र यति सानो भात त कहाँ अड्किन्छ अन्त त्यहीँ बसेको बसै गरे ऊ त्यो मुखमा पनि छ त त त्यसको रगत लाग्यो होला नि ठोक्दैन भनेको त मैले समाज लेखेँ होइन टोक्छ बिस लाग्दैन भन्नु म तान्छु बोरा थाप्नु भनेर बसेर हैरान कडाभरि लाग्यो मुखबाट किन रगत आयो त धेरै नै मुखबाट रगत आएर आएको छैन ए मुखबाट नै आएको छ ए आउँछ नि है थाहा थियो कि यसले टोके मुसो सुसो टोकेको थियो कि के होला मुखबाट पो रगत आइरहेको रहेछ त्यस्तो त यस्तो भएको सर्प पहिला नै एकचोटि मरेको थियो है एकचोटिसम्म हो मुखबाट हाफ्थ्यो रगत आउने यो कहाँबाट बच्चा मुखबाट त्यहाँ पाइटहरूमा लाग्यो क्या त्यही भएर मैले ए हो त नि के भएर आउँदो रहेछ यस्तो रगतहरू दाँत भाँचिएर क्या त्यस्तो होइन दाँत भाँचेर रगत आउँदैन ए यहाँ खाँदा खाँदै खा कि यहाँ हेरौँ न यो भागमा यति मोटो हो खाएकै हो कि यसले मुसो खाएकै हो मोटो छ तर त्यस्तो निल्न सकेको छैन रहेछ ओके गएन के मुसै खाएको कि अरू के खाएको मुसे अरू त्यहाँ केही छैनन् त्यहाँ मुसै छ नि टन्नै पुरानो घर खायो भने सर्पले जे पनि खाइदिन्छ फेरि पायो भने अरू के खायो आफूलाई अब हानी पुरानो जस्तो हड्डी सड्डीहरू मुसाले हड्डी सड्डी लिएर जान्छ नि त्यस्तो नै खाइदिन्छ अनि प्लास्टिकहरू जे पनि खाइदिन्छ क्या त्यो के खाएर अलिकति घाउ हुने चिज खाइदिन्छ कि भनेर कि नत्र यसलाई यति चलाउने बेलासम्म यसले उकाल्थ्यो कि यसले त्यही उकाल्न पर्ने त नि क्या मान्छे यसले उकाल्न पर्ने यो उकाले छैन अहिलेसम्म एउटा बोरा दिनु न यसले खान त खाएको तर उकाल्न सकेन कि यसले के खाएर रहेछ त नि त्यस्तो मुसी हो कि होइन कि खायो भने यहाँ पुऱ्याउँछ क्या त्यसले अड्को कि त्यहाँ अड्किन्न क्या त त्यसको त घाँटी नै हो नि त्यो त नुहाइ धुवाइ भइसक्यो एक बाल्टी पानी चाहिँ चाहिएन क्या है हजुर बाल्टी पानी चाहिएन अब भइसक्यो तर यसको घाँटीमा के अड्केको हो जस्तो लाग्यो क्या मलाई चाहिँ यो अड्केकै होला कि घाँटीमा बुढा भर्खरै मिल्दै थियो होला उकाले उकाले ए सिरी सुस्तानी भएछ यो अनि किन उकाल्ने होला नि बरा त्यसले मान्छेदेखि फाल्छ कि गल्ती गरेको उकाल्छ कि उनीहरूले त्यो डराएपछि क्या गल्ती गरेको थियो भन्ने हुन्छ अरे क्या लागि भाग्न सजिलो हुन्छ नि त त्यसैको रगत आएर रहेछ क्या है त्यसै त्यसैको होला भर्खरै खाँदै हो क्या मुसै खाएको हो क्या त्यो मुसै खाएको भएर भागेको होइन हो डेन्जर रहेछ बोरा पनि हाल्ने त्यसरी ठिकको बिचरा पचन्दै थियो खानै पाएर यस्तै हो रेस्क्यु गर्न गएपछि खाइराखेको सबैले उकाल्छ उकाल्छ है अब निकाल्न त हाम्रो नि मन लाग्दैन क्या तर निकालिदिन्छ के गर्नु आफै निकाल्छ
नागपञ्चमी हिजो बडा अस्ति नै हामीले रेडियो नेपालको गेटबाट मैले हो क्या फोन गरेको त्यहाँ चाहिँ